गुड मर्निङ साथीहरू, वेलकम टु माई ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। हजुरहरूलाई पनि सन्चै छ होला, मलाई पनि सन्चै छ। म चाहिँ बिहान उठेर ब्रस सस गरेँ अनि त्यसपछि चाहिँ हामी कुरा हाल्नु लगाएको बौद्धमा। यो पालि चाहिँ म कति मोटाएँ कि, त्यही भएर चाहिँ वेट लस जर्नीमा सुरु गरेको साथीहरू। म चाहिँ जिरा पानी खाँदैछु अनि चाहिँ अब बौद्ध जानु लाग्यो। अब तयार भइसक्यो। हामी चाहिँ ठ्याक्कै बौद्ध आइपुग्यो है साथीहरू। माने चाहिँ कस्तो मजाले घुमेछ हेर्नु न साथीहरू। यो जेठ महिनामा चाहिँ साका धावा सुरु हुन्छ है साथीहरू। साका धावामा चाहिँ कोरा गर्ने, छ्याक गर्ने गर्छ के साथीहरू। मैले चाहिँ कोरा गरिसकेको थिएँ अनि त्यही भएर मलाई एकदमै छ्याक गर्नु मन लाग्यो अनि त्यही भएर चाहिँ म आज चाहिँ छ्याक गर्दैछु साथीहरू। 108 कोरा गर्नु र 1 छ्याक गर्नु बराबरको हुन्छ अरे के साथीहरू। त्यही भएर चाहिँ मैले 108 पनि गरेँ र छ्याक पनि गरेँ। यो पालि चाहिँ मलाई एकदमै छ्याक गर्नु मन भयो के साथीहरू। त्यसैले चाहिँ म छ्याक गर्दैछु। छ्याक गर्दा चाहिँ गाह्रो हुँदो रहेछ साथीहरू। खुट्टाहरू यति दुखेको थियो मेरो चाहिँ। म त 2 दिनसम्म हिँड्नै सकेको थिइनँ, तै पनि अब मेरो 108 पुऱ्याउनु पर्नु भएको कारणले गर्दा चाहिँ मैले चाहिँ अझ पनि त्यो छ्याक गरिसकेपछि मैले 108 कम्प्लिट गरेँ कि साथीहरू। सकेसम्म चाहिँ हामीले पुर्णेको दिनसम्ममा चाहिँ 108 पुऱ्याउनु पर्छ कि साथीहरू। अनि हामीले चाहिँ 108 पुऱ्यायो। मैले चाहिँ 108 पनि पुऱ्याएँ अनि त्यसपछि 1 छ्याक गरेर अनि मैले छोडिदिएको साथीहरू। यो 1 छ्याक गर्नलाई पनि एक दिन गाह्रो भएको थियो कि, मान्छेको फुल बढी भएको कारणले गर्दा कति असजिलो परिरहेको थियो साथीहरू। अनि मैले चाहिँ तर गर्न चाहिँ गरेँ। मलाई चाहिँ हेर्नु खुट्टा खिचेर मैले चाहिँ गर्नै गाह्रो भयो कि लास्ट हो यो चाहिँ छ्याक चाहिँ। यो छ्याक गर्दा चाहिँ यति आनन्द हुन्छ कि, आफूलाई नै आनन्द लाग्दो हुन्छ कि साथीहरू। मैले चाहिँ फर्स्ट टाइम गरेको थिएँ कि। म चाहिँ छ्याक पनि भ्यायो अनि घर गएर खाना बनाएँ बच्चाहरूको लागि, मेरो लागि खाना बनाएर हामी चाहिँ खाना खान लागेको साथीहरू। यो चाहिँ आजको खाना हो हाम्रो। मासु खानु हुँदैन भनेको थियो, मलाई चाहिँ थाहा नभएर चाहिँ हामीले चाहिँ मासु खायो है साथीहरू। यसको लागि भगवानले माफ गरिदिनु होला, हामीले त थाहा नै भएन के। यो जेठ महिनामा चाहिँ मासु छोड्छ अरे कि सबैजनाले भन्दै थियो, अर्को वर्ष चाहिँ नखानु पर्ला। पुर्णेकै दिनमा हामीले नमोबुद्ध, स्वयम्भू र बौद्धमा चाहिँ कोरा गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भनेर भन्नुहुन्छ। हामीले चाहिँ स्वयम्भू र बौद्ध मात्र गऱ्यो कि साथीहरू। नमोबुद्ध जानु भएन। हामी चाहिँ स्वयम्भूमा कोरा गरेको। हामी चाहिँ 3 कोरा गरेर फर्किन्छौँ। 3 कोरा गर्नलाई 1 घन्टा लाग्दो रहेछ कि साथीहरू। 3 घन्टा लाग्यो 3 कोरा गर्नलाई। त्यसपछि चाहिँ सकिने, किनभने मैले अघि दिनसम्मै छ्याक पनि गरिसकेको थियो नि त। त्यही भएर चाहिँ अब 1 कोरा गर्नलाई 1 घन्टा लाग्छ। 7 कोरा भ्याएर जाँदाखेरि हामी कति बज्छ? अहिले कति बज्यो? कहाँ सक्दैन। 8 बज्ला 9 10 11 बज्ने रहेछ है। 3 कोरा नै नभ्या गर्न सक्नेले चाहिँ स्वयम्भूका पनि गर्छ कि छ्याक साथीहरू। यो छ्याक गर्नलाई दिनभरि लाग्छ कि साथीहरू। चाहिँ 1 कोरा गर्नको लागि नै दिनभरि लाग्छ। हामीले चाहिँ सक्दैन कि 13-14 घन्टा सक्छौँ। हामीले भर्खरै नेपाली सुरु गरेको, त्यहाँ त 5 मिनटमा 1 कोरा हुन्छ भने 1 घन्टा नै 1 कोरा लाग्छ। मैले मेरो बुढालाई बाटोमा भेटेको यति खुसी लाग्यो। म यतै आएको नि। आज आएर म त्यही भन्दैछु त। माया त माया हो नि है साथीहरू। मेरो मायाले गर्दा मेरो बुढाले चाहिँ मलाई स्वयम्भूमै आएछ कि म स्वयम्भू जान लाग्यो भन्थ्योहरूले चाहिँ सरप्राइज दियो कि मलाई चाहिँ। अनि मलाई भेट्नको लागि स्वयम्भू आएको साथीहरू। त्यो पनि 3 कोरा गऱ्यो। अनि हामी चाहिँ सँगसँगै हिँडिरहेको छु के साथीहरू। मेरो चाहिँ खुट्टा दुखेर म पछि उनीहरू चाहिँ दिदी र भाइ चाहिँ अगाडि हिँड्दैछ कि साथीहरू। अनि त्यसपछि चाहिँ म ढिलो भयो भनेर मेरो बुढाले चाहिँ मलाई हात समातेर अगाडि हिँडेछ कि। फर्स्टमा त कोरा गर्नलाई सजिलै भएको थियो, दोस्रो पटक चाहिँ ठिकै भएको थियो। तेस्रो पटकमा चाहिँ हामीले कोरा गर्नै नसकेको कि मेरो बुढाले त मलाई तानी लगेर 3 कोरा सकायो कि साथीहरू। बिहान छ्याक गरेको थियो नि त, त्यही भएर चाहिँ मेरो खुट्टा दुखेको छ।
दर्शन भयो। थ्याङ्क यू फर वाचिङ मेरो भिडियो लाइक